हाई गाइस, सम्पूर्णलाई स्याहार र अहिले चाहिँ म रुमबाट निस्केर यस्तो बजारतिर घुम्नु लागेको गाइस। सो अहिले चाहिँ मौसम पुरा गर्मी छ है, हेर्नु सक्नुहुन्छ। घामटा लागिरहेछ र अहिले चाहिँ म बजार गर्नु निस्केको भन्दाखेरि चाहिँ खासै बजार त होइन, अब सानो सानो सामान लिनुपर्ने छ। एउटा सामान चाहिँ यसो जुत्ता किन्नु पर्ने छ, किनकि मेरो ड्युटी जाने जुत्ता फाटिसक्यो र जुत्ता किन्नु जाँदैछु। र अर्को एउटा कपाल काट्नु पर्ने छ, अर्को एउटा खाना खानु पर्ने छ, अरू त बाँकी छ है सानो सानो के लिने, तर पैसा छैन साथमा। र अब म सबसे पहिला जान्छु यहाँ एटिएममा जान्छु। सबसे पहिला पैसा चेक गर्नुपर्छ, पैसा छैन भने चाहिँ मुसुक्कै मुस्कान दिएर फनक्कै फर्केर आउनुपर्ने छ। केही छैन, अलिअलि त होला नै हो, धेरै नभए पनि। ल गाइस, हेर्दै गर्नुहोस् भिडियो, बनिराख्नु मेरो भिडियोमा र म देखाउनेछु अब अगाडिको नजारा है। यहाँ आइपुगिसकेको छु रोडमा, मेन रोड। र म चाहिँ पार हुन्छु, गाडी आयो कुदिदिन्छु म त। गाडी आइरहेछ, यता रोक्ने आइरहेछ, कुदिए मेरो पालो। यसरी नुकुद्नु भन्छ रोडमा, तर के गर्नु, उपाय थिएन के। पर्खिराख्यो भने फेरि लाइन नै आइरहेको छ गाडी, त्यही भएर म चाहिँ कुदिदिएको थिएँ। र यताको नजारा चाहिँ यस्तै छ है। मेरो मेरो एटिएम चाहिँ जानुपर्ने छ। एटिएम यहाँ छ है, वहाँनिर छ एटिएम। एटिएम गएर पहिला फर्स्ट पैसा चेक गर्छु है। त्यहाँबाट चाहिँ म होइन कति छन् पैसा हेर्नु पऱ्यो नि। हामी जानु पऱ्यो नि जुत्तान किन्न नि, जुत्तान किन्ने सक्कान पर्छ। हामी गइन्छन् फेरि कपाल काट्छौँ, कपाल काट्नु। ल है, फेरि पनि हेर्दै गर्नुहोस् अगाडिको नजारा। टुङ 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 ठिस। र मेरो के भन्छ, एटिएम चाहिँ आइपुग्नु लाग्यो। यहाँ देख्नु हुँदैछ, नाम सुनाइदिन्छु है, हङलुङ ब्याङ्क भनेर। यहीँ छन्, उताबाट आएको भए सजिलो हुन्थ्यो नि कि। यता एकपाक घुर्ने बेला भइहाल्यो, केही छैन। घाम कस्तो लागेछ गाइस हेर्नु, यत्रो तालुमा टिलिक्कै टल्काइरहेछ मेरो तालुमा। र फाइनली आइपुगिसक्यो मेरो एटिएम। र अब गएर पैसा चेक गर्छु गाइस, हेर्दै गर्नुहोस्, भनिरहनुहोस् भिडियोमा होइन। पैसा चेक गर्नुपर्ने छ, चेक गर्नुपर्ने छ। ल आइपुगिसकेँ, हेर्दै गर्नुहोस् है। एटिएम कार्डको पनि त ज्याउरिसकेको छ। कति गर्मी रे। मलाई 50 रुपियाँ केही छैन।
$50 निकालिसकेछु डलर सबैले पुग्छ होला यतिले पुगेन भने अब गएर देखा जाला हैन आफ्नो छन् अलिकति रहेछन् पैसा चाहिँ र यतिले पुग्छ कि भन्ने सम्भावना भयो मलाई ल हेर्दै गर्नुहोस् अब फेरि म यहाँबाट निस्केर चल्दिन्छु यता ल है घाम कस्तो लागिरहेछ गाइस सक्नुहुन्छ नि त्यही भएर के नजर हेर्दै जानु माया नै माया छ तिम्रो गाउँमा तिमीले भेट्नु आउँदैछौ तिम्रो ठाउँमा नै माया छ तिम्रो गाउँमा तिमीले भेट्नु आउँदैछौ तिम्रो ठाउँमा मारिसिनी एक्लै छु साथी गएछ भरे आएर चाहिँ खाना कहाँ खाने भन्दाखेरि यो रेस्टुरेन्ट खाने है मिस्टर राइसमा खाने यहाँनिर खाने किनकि यहाँनिर चाहिँ राम्रो लाग्छ पहिला पनि खाएको जब विश्वासदायी थियो तब खाएको थिएँ राम्रो लाग्छ अब चाहिँ सबसे पहिला म जानुपर्छ जुत्ता पसल यहाँनिर चाहिँ मलाई जुत्ता किन्नु छ जुत्ता पसल जानुको लागि चाहिँ मलाई धेरै हिँड्नुपर्छ ल हेर्दै गर्नुहोस् गाइस है आगेको नजारा म देखाउने होला छु हेर्दै जानुहोस् ल खै गाइस म फाइनली आइपुग्नु लाग्नु आँटे र उहाँ छ अगाडि म यहाँबाट देख्दैछु र म चाहिँ फेरि पार हुनुपर्छ मेरो पसल चाहिँ आइपुग्नु लागेको छु के उहाँ अगाडि छ होइन के को यता थियो गएछ देखिन्छ मात्र गाडीले गराइदिन्छ नि चल बेटे यहाँनिर चाहिँ बजार लाग्छ बिहान बजार लाग्छ यहाँ अनि यहाँनिर चाहिँ बेलुका जो यो गाडी कुन्दैछ नि उयो गाडी पहेँलो गाडी त्यहाँनिर चाहिँ के खोल्छ भन्दाखेरि यहाँनिर एउटा ढाबा जस्तो छ यो ढाबामा चाहिँ बर्गरहरू बेलुका भएपछि निकाल्छ कि बर्गर छ सो त्यो बर्गर सप चाहिँ होइन त्यहाँस् बर्गर त्यहाँ राम्रो बनाउँछ पहिला चाहिँ आइन्थ्यो दाइहरूसँग साथी छुट्टी भइसकेपछि खानु आइन्थ्यो अहिले चाहिँ आएको छुइनँ बहुत महिना भयो र मेरो पसल चाहिँ यो है म अब छिर्नु गइरहेको छु यहाँनिर यहाँ केटाकेटी सबैको भेट्नुहुन्छ यसमा चाहिँ सस्तो के सेकेन्ड ह्यान्ड अन्त ल सिधै हेर्नु सक्नुहुन्छ सुहरू हुन्छ यता पनि सु कालोमा मलाई त कालोमा चाहिन्छ नि त पेन्टहरू कालोमा चाहिन्छ भने यो हेर्नु न कति छ महँगो
80 रिङ्गेट, यो 60 रिङ्गेट। यसको त यस्तो छ त नि यसको कसले लाग्छ यस्तो होइन ड्युटी जाँदाखेरि लाउनु पर्ने हो मलाई चाहिँ यस्तो कालो खालको भयो भने पनि भइहाल्छ खालि मिल्नु पर्यो कि पैसा त भइहाल्छ नि यताउति धेरै ठुलो हुँदो रहेछ यो त पहिला मैले यहीँबाट किनेको थिएँ एउटा जुत्ता त्यो जुत्ता चाहिँ अहिले छ कहिले कहिले लाउँछु लाउँदिनँ यस्तोहरू त लाउनु दिँदैन होला नि यो त धेरै महँगो सस्तो दामको लेख्नु छ 70 रिङ्गेटको यो सही छ के यो हेरौँ न त कति रहेछ 100 रिङ्गेट रहेछ लेदरको हो कि प्योर लेदरको रहेछ क्या म यहाँबाट हेर्नु अब माथि जान्छु ल माथि पनि छ काउन्टर यहाँ छ यस्तो त लाउनु दिँदैन अहिले चाहिँ अलिक बढाएछ पहिलाको भन्दा चाहिँ यो खालको मैले पहिला लाउँथेँ लाउनु दिँदैन कि 40 रिङ्गेट रहेछ हुन्छ हुँदैन त्यो सानो हुन्छ ल मलाई सानो हुन्छ ठुलो साइजमा छैन लाउनु दिँदा यो पनि हुन्छ नि कति रिङ्गेट रहेछ यो पनि 40 रिङ्गेट रहेछ देख्नु हुँदैछ जुत्ता नयाँ किन्नुपर्ने हो नि त हुनु चाहिँ एक्चुअली तर नयाँ पनि किन्नुको लागि चाहिँ गइनँ केटाको न केटीको न के हो म त रिस्पोर्ट छु खुदी यस्तै हो कि यो खालको जुत्ता लाउनु दिन्छ दिँदैन हो यो खालको लाउनु दियो भने पनि हुन्थ्यो नि त सेतो सो दिँदैन होला यो त यो स्पोर्टको चाहिँ दिन्छ होला स्पोर्ट टाइपको चाहिँ दिन्छ होला यो छोराको न छोरीको न के को थाहा छ क्या तर यो चाहिँ हुने रहेछ यस्तो लाग्दैछ केटाकोमा हेर्दैछु न केटीकोमा हेर्दैछु म त केटीकोमा हेर्दैछु जस्तो लाग्दैछ त लाउँदा बोली त फेरि आइहाल्छ नि आफ्नो त प्योर एकछिनको लागि म क्यामेरा अफ गर्दैछु किनकि म यहाँनिर हेर्नु पऱ्यो राम्रै हेर्नु पाएको छैन कि हेलो गाइस फाइनली मैले जुत्ता भेटिसकेको छु यो चाहिँ होइन यो चाहिँ अब लानु पऱ्यो सो यहाँको नजर बाहिरको हेर्नु यहाँदेखि मान्छेले यस्तो देखिन्छ है तलको नजरा अहिले हामी माथि छौँ यहाँको राम्ररी देखाउँछु तपाईँहरूलाई हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ बेगहरू सानो सानो ह्यान्डब्यागहरू यस्तो हेर्नुहुन्छ यता छ ज्याकेटको लाइन यहाँ चाहिँ म मेरो लुक्स दिदी यहाँ चाहिँ ज्याकेटको लाइन हो यता ज्याकेट यता सर्ट लाइन यस्ता छन् यो चाहिँ टेलर रुम हो है यहाँ चाहिँ तिमीहरू चोइस गरेर
फेरफार गर्नु सक्नुहुन्छ। यो चाहिँ प्यान्ट, हाफ प्यान्ट यहाँ छ। अघिको जुत्ता यो हो। उता जेन्ट्स लेडिजको छ, यता पनि छ लेडिजको बिचबिचमा। यहाँ यो चाहिँ सेकेन्ड फ्लोरको हो। फर्स्ट फ्लोरको उता छ तल। र म चाहिँ जुत्ता मात्रै लाने, अरू त केही लान्न। एउटा लुक जिङडिङ मटाइरहेछ। फाइनली आइसक्यो माल। भोलिदेखि यो जुत्ता लाएर ड्युटी गरिन्छ।